मल्दिप्स बेस्ट डेस्टिनेसन नहुन पनि सक्छ। पछि पछुताउनु भन्दा पहिले सतर्क अपनाउनु राम्रो हुन सक्छ। मल्दिप्स भन्नुहुन्छ धेरैजनाले आउनको लागि मलाई मेसेज पनि गरिराख्नु भएको छ। तर मल्दिप्स तपाईँको बेस्ट डेस्टिनेसन नहुन पनि सक्छ। मल्दिप्स आएर दुःख पाउने नेपालीको सङ्ख्या एकदमै बढिरहेको छ। तपाईहरूले न्युजहरू पनि हेर्न सक्नुहुन्छ। यदि मेरो कुरा विश्वास लाग्दैन भने अन्त पनि बुझ्न सक्नुहुन्छ। नेपाल हेल्पलाइनमा सोधेर त्यहाँबाट इन्फर्मेसन लिन पनि सक्नुहुन्छ। यदि आउँदै हुनुहुन्छ अथवा आउन चाहनुहुन्छ भने एकदम बुझेर एकदम रिसर्च गरेर मात्र आउनुहोला। एजेन्टले भनेको भन्दा एकदम फरक छ मल्दिप्स चाहिँ। भनेको काम पाउन सकिन्छ, भनेको स्यालेरी हुँदैन, भनेको आइल्यान्ड पर्दैन। त्यस हुनाले एकदम बुझेर आउनुहोला। पछि पछुताउनु भन्दा पहिल्यै सतर्क अपनाउनु राम्रो हुन सक्छ। धन्यवाद। जय नेपाल।